यो वाट्सएप गाइस सबैजनालाई स्वागत छ मेरो च्यानलमा। सबैजनालाई गुड मर्निङ है। आज चाहिँ हामी हाम्रो मेरो फुटबलको सबै स्किल्सहरू देखाउँछु है, चलाउने स्किल्सहरू। अनि यहाँ म एउटा एक्सपेरिमेन्ट चाहिँ त्यसलाई गर्न लागेको छु। हाम्रो युट्युबर भाइ द समृद्ध भाइ है। अनि आज चाहिँ यसो फुटबल पनि हालिदिउँला है। हुन्छ, ओके। हामी चाहिँ यसो फुटबल खेल्दै भाइलाई पनि खाना खुवाइदिन्छौँ है। ल अब चाहिँ म बल निकालेर बाहिर हेर्छु त। घोप्छ गाइस, हामी चाहिँ यहाँ बाहिर आइसकेको छौँ बल लिएर। इधर देखाऊ बल, मेरो बल है। यो चाहिँ तुर्दै म हालिदिन्छु है म। ल गाइस, यो क्यामेराम्यानको काम चाहिँ हाम्रो समित भाइले गर्छ है। ल रुगा क्यामेरा म यता गर्छु एकछिन के गाइजहरू है। सबैजनालाई अब मेरो फर्स्ट स्कुल चाहिँ जग्न रहेको छ है। ल म चाहिँ अब आफ्नो क्षमता चाहिँ कति गर्छ त्यति जग्ने गर्छु है। ल तपाईँहरू कति गर्नु भनेर एकछिनै माथि शान्ति क्या। मैले आज अघि गर्दैछु है, फेरि भिडियो कट हालेको नभन्नु। लगाइरहेको अहिले यो जग्ली चाहिँ यत्तिकै है, यति नै। ल अब अर्को स्किलमा भेट हुन्छ। ल गाइस, अघिको त्यो जग्लिङको चाहिँ कति भयो भनेर कमेन्ट गरिदिनु हुँदैन। अब चाहिँ म आफ्नो है त्यो रोनाल्डोले ब्याक पास दिनु हो त्यो दिन त्यो ट्राई गर्छु है। ट्राई गर्छु तर मलाई आउँदैन है। अनि अर्को चाहिँ रेम्बो पुरै आफूभन्दा माथि हाल्ने कोसिस गर्छु। त्यही दुईवटा स्किल अहिलेको लागि। अर्को स्किल चाहिँ म पछि गर्छु है त। ल फर्स्टमा चाहिँ त्यो यस्तो होइन, अब चाहिँ गरिदिन्छ है। अब चाहिँ 5 सेकेन्ड टाइममा होला कि है। हो गाइस, ल यो चाहिँ भयो है। ल अब अर्को चाहिँ रेम्बो छ है। अब रेम्बो चाहिँ म गर्न सक्दिनँ है। अघि फर्स्ट भिडियोमा मैले गर्न त गएको थिएँ तर मेरो टाउकोभन्दा माथि गरिरहनु मलाई थाहा होइन। म अब आफ्नो क्षमता अनुसार जति माथि उडाउने पनि ट्राई गर्छु है। कति माथि उडाउने ट्राई गर्छु। ल गाइस, मैले यति माथि उडाएँ है। अब त्यो चाहिँ अब कति उड्यो थाहा छैन है। अब यति भने पनि प्लिज सपोर्ट गरिदिनु होला है। ल गाइस, अब अर्को स्किल छ। ल गाइजहरू है, अब चाहिँ म मेरो कन्ट्रोलिङ स्किल्स गर्छु है। कन्ट्रोलिङ क्या, बल यस्तो माथि फाल्छ अनि त्यसपछि माथि उडेर आएको बल यस्तो च्याप्ट कन्ट्रोल गर्ने। त्यो कति चाहिँ मेरो इम्प्रुभ भएको छ, मैले पहिला पनि गरेको छु है। र कति चाहिँ इम्प्रुभ भएको छ अनि यो भिडियोमा चेक भइरहेको छ। म आफै गर्छु है। मैले यताबाट फाल्छु होइन, यताबाट अनि म आफै कन्ट्रोल गर्छु है। गाइस, यो एउटा कन्ट्रोल भयो है। अनि अर्को चाहिँ मैले यस्तो नेमार्कोवाला गराएको थिएँ यस्तो यस्तो। गाइस, यो चाहिँ भयो कि भयो नि त्यो कमेन्ट गरिदिनु ल। फेरि गाली नगरिदिनु, सम्झाइदिनु कसरी गर्ने हो भनेर स्टेप्स लेखिदिनु है। ल अर्को चाहिँ छ यस्तो झ्याप्पी बल पक्रिनु होला है। गाइस, यो चाहिँ भएन, म फेरि अर्को नेक्स्ट ट्राई गर्छु है त। गाइस, यो पनि भएन, मेरो प्रेसर पावर अलिक भयो है। र अब लास्ट ट्राई नभन्नु, अब कति भन्छ लास्ट ट्राई पनि हुनसक्छ है। ल गाइस, यो चाहिँ भयो है। ल अब गाइस, अब हाम्रो अर्को स्किल गर्ने अर्को स्किल गर्ने है त। ल अर्को स्किल चाहिँ तपाईँहरूलाई सरप्राइज हो। ल गाइस, यो चाहिँ सरप्राइज भएन है। अब चाहिँ एकदम के भन्नु, अब मैले दुईवटा स्किल गर्ने, त्यो चाहिँ फ्री स्टाइलै हो मलाई लाग्छ है। फ्री स्टाइलै हो। अब एउटा स्किल चाहिँ मैले आफै बनाएको जस्तो लाग्छ मलाई अरू कुरो थाहा छैन है, तर मैले आफै बनाएको जस्तो क्या। ल है, यो फेरि तपाईँले यो सिम्पल यस्तो बल उठाएको त होइन नभन्नु होला है। किनकि गाइस, यो त्यो सिम्पल उठाउने यस्तो यो बेन्ड गर्छ नि, यस्तरी बेन्ड गर्छ नि है। तर यसमा चाहिँ फेरि यस्तो गरेर सिधा क्या, यस्तो गरेर देख्दा यस्तो सिधै यस्तो उठार्नु है। त्यो चाहिँ म चाहिँ त्यो ट्राई गर्छु। यो भएन। ल यो चाहिँ भयो है गाइस, यो चाहिँ भयो है। र अर्को स्किल लगेको छ त्यो चाहिँ अब त्यसको नाम त थाहा छैन, तर मैले स्कुलमा साथीहरूले गरेको देखेको थिएँ। अब यस्तोवाला थिएँ त्यो चाहिँ।
अब हुन्छ कि हुँदैन फर्स्ट ट्राई है। ल फर्स्ट ट्राई नै भयो है गाइस। अब अर्को स्किल चाहिँ मेरो कर भाग्ने स्किल छ है। त्यो चाहिँ अब म देखाउँछु है। त ल कर भाग्ने स्किलमा जाउँ। ल गाइस अब चाहिँ म कर भाग्नु लागेको छु। कर सुटिङ गर्छु ल है। गाइस कर जान्छ कि जाँदैन कमेन्ट पनि ल। ल गाइस है अब चाहिँ मेरो अर्को स्किल रहेको छ कि म आफ्नो अपोनेन्टलाई कसरी छलाउँछ। मेरो अपोनेन्टमा रहेको छ यो दुईवटा भाइ है। अनि गोल पोस्ट चाहिँ यता छ है। यता त गोल पोस्ट है यो हुन्छ र यो पिङ्क कलरको फुलको पातहरू है। ल अब चाहिँ म कसरी छलाउँछु है त। ल गाइस अब चाहिँ म सुरु गर्छु। अब गाइस यसले चाहिँ ननै खायो है। ल गाइस अब चाहिँ यसरी गोल भएको छ है। ल अब गाइस आजको लागि चाहिँ यति नै है। आजको लागि चाहिँ यति नै। ल सबैजना मेरो च्यानलमा लाइक सब्सक्राइब गरिदिनु होला ल है गाइस। अब अर्को भिडियोमा भेट हुन्छ।